प्रिय दर्शकहरू, देशैभरि राजा आऊ देश बचाऊ भनेर जनताहरू आन्दोलित भएको अवस्थामा धरानका मेयर साहब हर्क साम्बाङ राईज्यूले के भन्दै हुनुहुन्छ सुन्नुहोस् है त। जो जति राजतन्त्रको पक्षमा हुनुहुन्छ उहाँहरू पनि नेपाली नागरिक नै हुनुहुन्छ हैन, कुनै उता पाकिस्तानबाट बङ्गलादेश श्रीलङ्काबाट आएको मान्छे त होइन। त्यसले गर्दाखेरि अब त्यो कसरी चाहिँ त्यो लहर सिर्जना भयो त हैन। हिजो चाहिँदैन भनेर तिनै जनताले विधा दिएको व्यवस्थालाई फेरि तिनै जनताले फेरि ल्याउनुपर्छ भनेर आज सडकमा आन्दोलन किन गरिराख्नु भएको छ भन्दाखेरि अब गम्भीर रूपमा समीक्षा गर्नुपर्छ दलहरूले हैन। जो चाहिँ सत्तामा हुनुहुन्छ उहाँहरूले है गम्भीर रूपमा एकदम कोठामा 1 महिना हुन्छ कि 2 महिना हुन्छ कि उहाँहरू गुफाइ बसेर समीक्षा गर्नुपर्छ। र यो हाम्रो मिस्टेक रहेछ। यो चाहिँ नि अब जस्तै अब हामी आलोचकै भनौँ न ल हैन। मलाई चाहिँ मन पर्यो है, तपाईलाई कस्तो लाग्छ हैन, हामी गर्छौँ, कमेन्ट गर्नु होला। समर्थन पनि गर्छौँ तर आलोचना अलि धेरै हुन्छ। जस्तो तपाईहरु जस्तो हामी जस्तोले भनेको कुराहरू सुन्नु पर्यो नि त। बालनजीले भनेको कुरा सुन्नु पर्यो होला, साम्पाङले भनेको कुरा सुन्नु पर्यो होला, कुलमान घिसिङले भनेको कुराहरू सुन्नु पर्यो होला हैन। यी कुराहरू सुन्नु पर्दैन होला त। ती कुराहरू भित्र केही कुरा चाहिँ छ क्या। अब त उहाँहरूले हामीले जे गर्यौँ त्यही ठिक छ भनेर अगाडि बढ्नुहुन्छ भने भोलि फेरि आउनु पनि सक्छ फेरि गइसकेको व्यवस्था।